हेलो गाइज नमस्ते सम्पूर्णमा आज चाहिँ मैले हाम्रो एलिगेन्ट ब्युटी हब एन्ड ट्रेड सेन्टरको लोकेसनको लागि यो भिडियो बनाउँदैछु। यसको लागि चाहिँ मैले यो पद्मकन्या कलेजलाई बेस मानेर गर्दैछु है। यतापट्टि साइडमा चाहिँ हाम्रो बाग बजार चोक छ। यो चाहिँ पद्मकन्या कलेजको चाहिँ पर्खाल हो। यो पर्खाल हुँदै जाँदाखेरि हाम्रो यतातिर यो घर एउटा देख्नुहुन्छ। यो घरबाट सिधा यतातिर गुरुकुल सिएको गेट देख्नुहुन्छ। यो गुरुकुल सिए को गेटबाट चाहिँ हामी भित्र छिर्नेछौँ। यो गुरुकुल सिए भित्रको गलीबाट जान सकिन्छ। हामी चाहिँ यो जेब्रा क्रसिङ हुँदै क्रस गर्दैछौँ बाटो, र हामी यताको गली पनि हामी जान सक्छौँ। यो गलीबाट भएर पनि हामी भित्र छिर्न सक्छौँ। तर हाम्रो मेन गेट दुवैबाट पनि जान सकिन्छ चारजना चाहिँ। तर हामी चाहिँ यो गुरुकुल सिए भित्रबाट जाँदैछौँ। लेट्स क्रस जेब्रा क्रस। यो जेब्रा क्रसको गली हुँदै जान्छौँ हामी। यता हाम्रो अर्को कम्पनी पनि छन्, एउटा सफ्टिस इन्फो प्राइभेट लिमिटेड पनि ओपनिङ सुरु हुँदैछ, र एल्फाबेट एजुकेसन कन्सल्टेन्सी पनि हाम्रो यतैतिर सिफ्ट हुँदैछौँ। यो दुवैतिर दुवै यो कम्पनी हामी सिफ्ट हुँदैछौँ यतातिर। र अर्को एउटा एलिगेन्ट ब्युटी हब भनेको हाम्रो यो छ है। अब यही गल्ली हुँदै यो गल्ली हुँदै जान्छौँ हामी। हाम्रो बिल्डिङ भनेको यही नै हो है। यता चाहिँ कन्स्ट्रक्सन हुँदैछ हाम्रो। यतापट्टि चाहिँ हाम्रो ब्युटी प्रडक्टहरूको हुँदैछ। यता कन्स्ट्रक्सन हुँदैछ। यतापट्टि चाहिँ हाम्रो सफिस इन्फो र अल्फाबेट एजुकेसनको बोर्ड राख्दैछौँ। तर यसमा चाहिँ हाम्रो अल्फाबेट एजुकेसन कन्सल्टेन्सीको चाहिँ रिसेप्सन हुँदैछ। यता चाहिँ हाम्रो फल्सिङहरू यिनीहरू पुटिङहरू लाउँदैछन् साथीभाइहरू। यता चाहिँ हाम्रो कस्तो हुन्छ। हजुर हेर्न सक्नुहुन्छ, यसमा कन्स्ट्रक्सन हुँदैछ। यतापट्टि हाम्रो लोगो बस्दैछ। यता यो हाम्रो रिसेप्सन यताबाट जान्छ। यता चाहिँ हाम्रो काउन्सिलिङ रुम हुनेछ। हामी अघि भन्दै थियौँ अर्को गली भनेको, हामी अर्को गलीमा पनि यताबाट हामी पनि छिर्न सक्छौँ। अघिको अर्को गली भनेको यता छिर्न सक्छौँ। यो गलीबाट चाहिँ हामी यता छ, अर्को यता छ है। बिल्डिङ चाहिँ हाम्रो यही हुने हो। अब हामी तल बेसमेन्ट एकचोटि जाउँ। बेसमेन्टमा जाँदैछौँ हामी। बेसमेन्टमा यो चाहिँ हाम्रो लबी एरिया भयो। यता यो हाम्रो क्लासरुमहरू हुनेछ। यता एउटा दुईवटा तिनवटा चारवटा क्लास छ। यहाँ चाहिँ बन्दैछ, यता पनि बन्दैछ। यो दुईवटा क्लास, यो अर्को क्लास भयो, यो चाहिँ अर्को क्लास भयो। ओके, हामी अब माथि जाँदैछौँ। हामी अब ग्राउन्ड फ्लोर आइपुग्यो। हामी फर्स्ट फ्लोर जाँदैछौँ अहिले। फर्स्ट फ्लोरमा चाहिँ हाम्रो ब्युटी पार्लर रहनेछ।
यो वासरुम भयो। यता चाहिँ हाम्रो ब्युटी पार्लरको कन्स्ट्रक्सन हुँदैछ। यता यो वायरिङ भइरहेको छ। यो एउटा रुम भयो। यता हाम्रो हाइड्रो फेसियलहरू गर्छन्। यति हाम्रो मेकअप स्टुडियो। यो ट्रेनिङ सेन्टरको लागि भयो हाम्रो। यो चाहिँ हाम्रो हेयर वासहरू उनीहरूको लागि भयो। यो चाहिँ अब फेरि हाम्रो सेकेन्ड फ्लोर जाँदैछौँ। सेकेन्ड फ्लोरमा पनि हाम्रो वासरुम भयो। यो चाहिँ हाम्रो कन्सल्टेन्सी प्लस आइटी डिपार्टमेन्ट हुनेछ। यता पनि अन्डर कन्स्ट्रक्सन हुँदैछ। यो चाहिँ हाम्रो फल सिलिङको डिजाइनहरू यस्तो भयो। यो चाहिँ हाम्रो रिसेप्सन हुनेछ। यता हाम्रो आइटी डिपार्टमेन्ट हुनेछ। यो चाहिँ हाम्रो एमडी रुम हुने भयो। यो चाहिँ हाम्रो एमडी रुम हुने भयो। यो चाहिँ हाम्रो डकुमेन्टेसन रुम हुन्छ। अब यो चाहिँ हाम्रो पद्मकन्या कलेज भयो। यो चाहिँ हाम्रो मेडिकल कलेजहरू भयो। यता ग्लोबल सिए भयो। यता गाडी भयो, त्यसको च्याउखाने पसल भयो। यो चाहिँ हाम्रो मुनि बाटो भयो। यहाँबाट यता हेर्दाखेरि पनि मेन रोड देख्नुहुन्छ। यो मेन रोडबाट एकछिन मात्रै भित्र हो। अर्को यतापट्टिबाट पनि हाम्रो अर्को मेन रोड देख्नुहुन्छ। दुईटै गली हाम्रो छोएको छ यो बिल्डिङले। सो गाइज यो लोकेसनमा सजिलै आउन सक्नुहुन्छ। हस् त, हजुरले हेरिदिनु भएकोमा धन्यवाद सबैजनालाई। ओके, थ्याङ्क यू सो मच अल अफ यु गाइज।